सबैजना साथीहरूले भन्थे बिहे गरेपछि त अब तिम्रो जीवन डमाडोल भयो, सकियो अब, लथालिङ्गै भयो, केही न काम पो भयो, अब इन्जोय केही पनि छैन, अब गयो, अब सकियो, लाइफ सकियो। तर त्यसो होइन रहेछ नि। बिहे गरेपछि नि बल्ल जीवनको सुरुवाती हुन थाल्दो रहेछ क्या। जीवन बदलिँदो अवस्थामा नि बनिन थाल्दो रहेछ क्या। त्यो मैले अनुभव गरेको कुरा क्या। नसुधारिएको जीवन पनि नि जब विवाहित हुन्छ नि ऊ तब सुधारिन थाल्दो रहेछ क्या। नसोचेको कामहरू नि त्यहाँ पुरा हुन थाल्दो रहेछ क्या। विचार गरेर पुरा नभएका कुराहरू नि त्यहाँ सम्भव हुन थाल्दो रहेछ क्या। अब पो त त्यो लाइफ जस्तो हुँदो रहेछ क्या। इन्जोय के हो कि डबल हुँदैमा इन्जोय हुँदैन भन्ने हुन्छ र? त्यसो होइन रहेछ क्या। जब हामी विवाह गर्छौँ नि तब हामी व्यवहारिक हुँदो रहेछौँ क्या। अनि व्यवहारका कुराहरू हामीलाई थाहा हुँदो रहेछ क्या है। जब हामी एक्लो हुन्छौँ नि तब उडान ठेउलो उमेर भन्छ नि। जता मन लाग्यो त्यतै जाने, जता जे गर्न मन लाग्यो त्यही गर्ने, जे मन लाग्यो त्यही खाने, खाँदै हिँड्दै जता जे जस्तो गर्दै हिँड्दै होइन, एक्लो लाइफ। तर त्यो नि लथालिङ्गै प्रकारको जीवन रहेछ क्या। जब हामी विवाह गर्छौँ नि, जब हामी विवाहित हुन्छौँ नि तब हाम्रो जिम्मेवारीहरू बढ्दो रहेछ क्या। त्यो जाने ठाउँहरू खाने ठाउँहरूमा कन्ट्रोल हुन थाल्दो रहेछ क्या। तब पो त लाइफको सुरुवाती हुन थाल्दो रहेछ। त्यो मैले अनुभव गरेको कुरा हो।